कथा मलेसियाको समुद्रको किनारबाट सुरु हुन्छ, जहाँ केही बच्चाहरू समुद्र तटमा आफ्नै हातले बनाएको र्याकेटले ब्याडमिन्टन खेलिरहेका हुन्छन्, जसबाट थाहा हुन्छ कि यी सबैजना धेरै गरिब छन्। उनीहरूसँग ब्याडमिन्टन र्याकेट किन्नसम्म पैसा छैन। यिनै बच्चाहरूमध्ये एकजना बच्चा हुन्छ जसको नाम ली चोङ हो। त्यतिमै बेला लीका बुबा त्यहाँ आइपुग्छन्, जसलाई देखेर ऊ डराउँछ। वास्तवमा लीका बुबा चाहदैनन् कि उसले ब्याडमिन्टन खेलोस्, किनभने यो खेल खेल्न र सिक्न धेरै पैसा लाग्छ। उनी चाहन्छन् कि लीले पढोस् र एक सरकारी अधिकारी बनोस्। उनी लीलाई घर लैजान्छन्, जहाँ ली आफ्नी आमा बुबा, दुई भाइ र बहिनीसँग खाना खान्छ। लीका बुबा भन्छन् कि तिमीहरू सबैले पढाइमा ध्यान दिनुपर्छ, खेलबाट टाढा रहनुपर्छ। आज मलेसिया र कोरियाको ओलम्पिक ब्याडमिन्टनको खेल पनि हुन्छ। लीका आमा बुबा त्यो खेल हेर्न जान चाहन्छन्, किनभने उनीहरूको घरमा टिभी छैन। उनीहरू आफ्ना बच्चाहरूलाई भन्छन् कि तिमीहरू घरमै पढ्नु, हामी खेल हेर्न जाँदैछौँ। ली पनि यो खेल हेर्न चाहन्छ। त्यसैले आफ्ना आमा बुबा गएपछि ऊ पनि आफ्नो साइकलले त्यहाँ जान्छ, जहाँ उसका आमा बुबा खेल हेर्न गएका हुन्छन्। यो ठाउँमा धेरै भिड हुन्छ। उसको उचाइ कम छ, तर त्यति नै बेला उसको भाइ, जो पहिलेदेखि नै त्यहाँ हुन्छ, उसलाई आफ्नो काँधमा राखेर खेल देखाउँछ। ली खेल हेरेर धेरै उत्साहित हुन्छ। उसले देख्छ कि कसरी मानिसहरू यी खेलाडीहरूका लागि पागल छन्। ऊ पनि चाहन्छ कि एक दिन ऊ ब्याडमिन्टनको खेलाडी बनोस्, किनभने उसलाई ब्याडमिन्टन खेल्न धेरै मन पर्छ। मलेसिया यो खेल हार्छ। लीका बुबाले आफ्ना दुवै छोराहरूलाई त्यहाँ देख्छन् र अब लीले आफ्ना बुबालाई भन्छ कि एक दिन म पनि ब्याडमिन्टनको धेरै ठूलो खेलाडी बन्नेछु। लीका बुबा भन्छन् कि यो धनीहरूको खेल हो, तिमीले आफ्नो पढाइमा ध्यान दिनुपर्छ, खेलकुदमा तिमी आफ्नो समय बर्बाद गरिरहेका छौ। तर लीले मनमा नै अठोट गरिसकेको हुन्छ कि ऊ एक दिन ब्याडमिन्टनको धेरै ठूलो खेलाडी बन्नेछ। तर कसरी, यस बारेमा उसलाई केही थाहा छैन। भोलिपल्ट जब ऊ स्कुल जान्छ, त्यहाँ दुईजना बच्चाहरू ब्याडमिन्टन खेलिरहेका हुन्छन्। ली पनि उनीहरूसँग खेल्न चाहन्छ, तर उसँग न त र्याकेट छ, न ब्याडमिन्टन खेल्ने अरू कुनै सामान। यी दुवै बच्चाहरूले उसलाई आफूसँग खेल्न दिँदैनन्। ली जुन बाटोबाट आफ्नो घर जान्छ, त्यो बाटोमा खेलकुदको एउटा पसल पर्छ। ली सधैँ त्यसलाई हेर्छ र आज ऊ पसलभित्र जान्छ, जहाँ पसलको मालिक हुन्छ। ली हरेक सामानलाई धेरै ध्यान दिएर हेरिरहेको हुन्छ, तर उसँग पैसा छैन। त्यसैले उसले केही पनि किन्न सक्दैन। पसलको मालिकले यो कुरा बुझ्छ। उसले लीलाई भन्छ कि तिमीले मेरो लागि ब्याडमिन्टनको र्याकेटमा तार हालिदेऊ, जसको बदलामा म तिमीलाई पैसा दिनेछु। ली भन्छ कि मलाई पैसा होइन, तर हरेक 5 र्याकेटको बदलामा एउटा सटल चाहिएको छ। पसले उसको कुरा सुनेर छक्क पर्छ। उसले उसको कुरा मान्छ र अब लीले पहिलो पटक जिन्दगीमा आफ्नै सटल पाएको छ। ऊ आफ्नो घरमा आफ्नो साथीसँग पेनले खेल्छ, किनभने उसँग र्याकेट छैन। ऊ सधैँ अभ्यास गरिरहन्छ, जसको कारण उसको अङ्क धेरै कम आउँछ। त्यसैले ऊ आफ्नो घर जाँदैन, बरु नजिकैको एउटा एकाडेमीमा जान्छ, जहाँ उसको उमेरका धेरै बच्चाहरू आपसमा खेलिरहेका हुन्छन्। उनीहरूसँग ली पनि खेल्न चाहन्छ, तर उसँग र्याकेट छैन। यहाँ त्यो पसले पनि हुन्छ, किनभने पहिले ऊ पनि आफै एक ब्याडमिन्टन खेलाडी थियो र अब जब उसले लीलाई त्यहाँ उदास देख्छ, तब उसले लीलाई आफ्नो र्याकेट दिन्छ, जसपछि ली एकजना बच्चासँग खेल्छ। सुरुमा उसलाई थाहा हुँदैन कि उसले कस्तो सर्ट खेल्नुपर्छ, तर जब उसले अरू बच्चाहरूलाई ध्यान दिएर खेलेको देख्छ, तब उसलाई थाहा हुन्छ, जसपछि ऊ धेरै राम्रो प्रदर्शन गर्छ र आफ्नो प्रतिद्वन्द्वीलाई हराउँछ, जसपछि उसले ट्रफी पाउँछ। साथै पसलेले जुन र्याकेट खेल्नको लागि दिएको थियो, त्यो र्याकेट उसले लीलाई दिन्छ। लीसँग पहिलो पटक आफ्नै र्याकेट छ। यहाँ एकजना प्रशिक्षक पनि हुन्छन्, जो लीको खेलबाट धेरै प्रभावित भएका हुन्छन्। त्यसैले ऊ लीसँग उसको घर जान्छ। घरमा लीका बुबा हुन्छन्, जसलाई लीको नतिजाको बारेमा थाहा भइसकेको हुन्छ। त्यसैले रिसमा उनले उसको हातमा भएको र्याकेट भाँचिदिन्छन् र साथै भन्छन् कि आजपछि कहिल्यै खेल्न नजानु। प्रशिक्षक लीका बुबालाई सम्झाउने प्रयास गर्छन् कि तपाईको छोरा धेरै राम्रो खेल्छ, उसको भविष्य यो खेलमा उज्जवल छ, तर लीका बुबा प्रशिक्षकको कुरा सुन्दैनन्। प्रशिक्षक लीकी आमालाई पनि सम्झाउने प्रयास गर्छन्, तर उनकी आमा विवश छिन् र अब विवश भएर प्रशिक्षक त्यहाँबाट जानुपर्छ। वास्तवमा यी प्रशिक्षक त्यही पसलेका साथी हुन्, जसले लीलाई आफ्नो र्याकेट दिएका थिए। राति ली जब सुतिरहेको हुन्छ, तब उसकी आमाले उसको लागि त्यो ट्रफी ल्याउँछिन्, जुन उसले आज खेलमा जितेको थियो। यसको मतलब यो हो कि उसकी आमा चाहन्छन् कि उसले ब्याडमिन्टन खेलोस्। भोलिपल्ट ऊ पसलेको पसलमा जान्छ, जहाँ पसलेले लीलाई भन्छ कि हामी एउटा च्यारिटी खेल गराउँछौं, म चाहन्छु कि तिमी त्यो खेलमा खेलोस्। ली तयार हुन्छ।
लीलाई त्यो ठाउँमा लैजान्छ जहाँ त्यो खेल भइरहेको हुन्छ, तर यो कुनै च्यारिटी खेल होइन, बरु यहाँ दुई खेलाडीहरू आपसमा खेल्छन् र बाँकी मानिसहरूले उनीहरूको हार र जितमा पैसा लगाउँछन्, तर लीलाई यस बारेमा केही थाहा हुँदैन। अब ऊ आफ्नो खेल खेल्न सुरु गर्छ। सुरुमा लीले धेरै राम्रो प्रदर्शन गर्न सक्दैन, तर पछि उसले धेरै राम्रो शट खेल्छ जसबाट उसले खेल जित्छ। खेल जितेपछि पस्लेले उसलाई एउटा ट्रफी दिन्छ ताकि उसलाई थाहा नहोस् कि यहाँ बेटिङ हुन्छ। पस्लेले हरेक दिन लीलाई आफ्नो साथ यही ठाउँमा ल्याउँछ जहाँ उसले खेल खेल्छ र खेल जितेपछि पस्लेले उसलाई ट्रफी दिन्छ। उसलाई घर पुग्न पनि ढिलो हुन्छ। जुन ट्रफीहरू उसले जितेको हुन्छ ती सबै उसले लुकाएर राख्छ, तर एक दिन उसका बुबाले ती ट्रफीहरू देख्छन्, जसपछि उनी आफ्नो छोरालाई खोज्न जान्छन्। उनीहरूलाई थाहा हुन्छ कि ली त्यो ठाउँमा गएको छ जहाँ बेटिङ हुन्छ र अब उनी पनि त्यहाँ पुग्छन् जहाँ उसले त्यो मान्छेलाई देख्छ जो यो पुरै ठाउँलाई नियन्त्रण गर्छ, जो यहाँ बेटिङ गराउँछ। यो ग्याङ्स्टर हो। लीका बुबा पहिले यहाँ खेल्न आउँथे। उनी धेरै राम्रो खेलाडी थिए। उनी आफ्नो साथीसँग यहाँ खेल्थे र एक दिन यही ग्याङ्स्टरले उनीहरूलाई भनेको थियो कि तिमीले एउटा खेल फिक्स गर्नुपर्छ जसमा धेरै ठूलो रकम लागेको थियो, तर लीका बुबा र उनका साथीले अस्वीकार गर्छन्, जसको कारण ग्याङ्स्टरलाई धेरै ठूलो नोक्सान हुन्छ र जब यी दुवै घर गइरहेका हुन्छन् तब ग्याङ्स्टरले उनीहरूको पछि आफ्ना मान्छेहरू पठाउँछ। लीका बुबा त बच्छन्, तर उनका बुबाका साथीलाई ग्याङ्स्टरका मान्छेहरूले मारिदिन्छन्, जसपछि लीका बुबालाई यो अवैध ब्याडमिन्टन खेलबाट घृणा हुन्छ। उनले सबैको लागि यो ठाउँमा आउन छोडिदिन्छन् र त्यसैले उनी चाहदैनन् कि उनका बच्चाहरूले यो खेल खेलोस्, तर अब उनी यहाँ आइसकेका छन्। ग्याङ्स्टरले उनीहरूलाई देख्छ र भन्छ कि यदि तिमी आफ्नो छोरासँग यहाँबाट जिउँदै फर्कन चाहन्छौ भने तिमीले एउटा खेल खेल्नु पर्नेछ जुन डबल हो, र अब लीका बुबाले पहिलो पटक लीसँग खेल खेल्छन्। लीले धेरै राम्रो प्रदर्शन गर्छ। उसको खेल देखेर लीका बुबा छक्क पर्छन्। चाँडै नै उनीहरूले यो खेल जित्छन्। लीका बुबा लीलाई भन्छन् कि मलाई हार्न मन पर्दैन र गोल्ड मेडल मलाई धेरै मन पर्छ। वास्तवमा उनले अब लीलाई प्रशिक्षण लिन अनुमति दिइसकेका छन्। ली अब एकाडेमी जान्छ जहाँ प्रशिक्षकले उसलाई प्रशिक्षण दिन सुरु गर्छन्। यहाँ लीसँग अरू पनि खेलाडीहरू छन् जो सबै उनीभन्दा ठूला छन्। लीले धेरै राम्रोसँग व्यायाम गर्दैन, तर खेल ऊ धेरै राम्रो खेल्छ। अब एक दिन यहाँ राष्ट्रिय टोलीको चयनका लागि समिति आउँछ। उनीहरूले लीको खेल हेर्छन् जुन धेरै नै राम्रो प्रदर्शन गरिरहेको हुन्छ, तर उसको उचाइ धेरै सानो हुन्छ। त्यसैले उसलाई छनौट गरिँदैन। लीकी आमाले उसलाई यो कुरा बताउँछिन्। ली भन्छ कुनै कुरा छैन, म मेहनत गर्नेछु र अब ऊ हरेक त्यो काम गर्छ जसबाट उसको उचाइ बढ्न सकोस्। ऊ समयमा सुतेर बिहान सबेरै उठ्छ। उसले हरेक व्यायाम गर्छ। उसले खानामा पनि ध्यान दिन्छ। केही वर्ष बित्छ र अब लीको उचाइ बढिसकेको छ। एक पटक फेरि चयनका लागि त्यहाँ समिति आउँछ। उसले आफ्नो प्रदर्शन देखाइरहेको हुन्छ, तर त्यति नै बेला उसको घुँडामा चोट लाग्छ, जसको कारण ऊ त्यही बस्छ, तर ऊ हिम्मत हार्दैन। एक पटक फेरि ऊ प्रदर्शन गर्न सुरु गर्छ। यद्यपि अब उसको प्रदर्शन खस्किसकेको हुन्छ, तर चयन समिति उसको साहस देखेर धेरै प्रभावित हुन्छ र सबैले यो निर्णय गर्छन् कि लीलाई एउटा मौका दिनुपर्छ। उसको अब मलेसिया ब्याडमिन्टन एकाडेमीमा चयन भइसकेको छ। उसको परिवारलाई जब यो कुरा थाहा हुन्छ तब सबै धेरै खुसी हुन्छन्। लीका बुबा भन्छन् कि हरेक मान्छेलाई यो मौका मिल्दैन। मैले आफ्नो देशको नाम रोशन गर्नुपर्नेछ र अब ऊ एकाडेमी पुग्छ जहाँ हरेक खेलाडी राष्ट्रिय स्तरको हुन्छ, जसलाई लीले सिर्फ टिभीमा देखेको हुन्छ। उनीहरूसँगै अब उसले व्यायाम गर्नुपर्नेछ। उनीहरूसँगै अब उसले अभ्यास गर्नुपर्नेछ, जुन उसको लागि धेरै ठूलो कुरा हो, तर व्यायाममा ऊ अझै पनि धेरै कमजोर हुन्छ, जसको कारण सबैले उसलाई बुली गर्छन्, जसको कारण ज्यान नामको एक केटाले सधैँ उसलाई बुली गर्छ, जसको खेल धेरै राम्रो छ। अब एक दिन उसले लीसँग खेल खेल्छ। उनीहरूको शर्त यो हुन्छ कि जो खेल हार्छ उसले शौचालय सफा गर्नेछ। यो खेल ली हार्छ। टाढाबाट प्रशिक्षकले यो सब देखिरहेका हुन्छन्, जसपछि उसले लीलाई आफ्नो अफिसमा बोलाउँछ, किनभने ली बाहेक हरेक बच्चाको प्रदर्शन पहिले भन्दा सुधार भइसकेको हुन्छ। लीको खेल जस्ताको त्यस्तै हुन्छ। प्रशिक्षक भन्छन् कि तिमीले यो कुरा कहिल्यै नबिर्सिनु कि तिमी कुन पृष्ठभूमिबाट आएका हौ। मानिसहरूलाई तिमीबाट धेरै आशा छ, खास गरी तिम्री आमालाई, र अब लीले निर्णय गर्छ कि ऊ मेहनत गर्नेछ। राति जब सबै खेलाडीहरू सुत्छन् ऊ कोर्टमा एक्लै अभ्यास गर्छ। ऊ राम्रोसँग व्यायाम गर्छ, राम्रोसँग खाना खान्छ। यहाँ जुलिया नामकी एक केटी छ जसलाई ऊ मन पराउँछ। जुलिया पनि उसलाई मन पराउँछिन् र अब यी दुवैको मित्रता पनि हुन्छ, तर त्यो केटा जसको नाम ज्याङ हो, जसले लीलाई हराएको थियो, उसले पनि जुलियालाई मन पराउँछ। अब यहाँ एकाडेमीमा जति पनि बच्चाहरू छन् ती सबैलाई टुर्नामेन्टको लागि लगिँदै हुन्छ।
यद्यपि पहिले लीको नाम यसमा थियो तर अन्तिम समयमा लीको नाम हटाइन्छ। उसलाई भनिन्छ कि तिम्रो घुँडामा जुन चोट लागेको थियो त्यो अझै राम्रोसँग निको भएको छैन। यो कुराले लीको मन भाँचिन्छ। ऊ धेरै निराश हुन्छ। त्यसपछि ऊ आफ्नो घर आउँछ जहाँ उसकी आमाले उसलाई सम्झाउँछिन् र अब ऊ आफ्ना पुराना प्रशिक्षकलाई भेट्न जान्छ जसले उसलाई बचपनदेखि प्रशिक्षण दिएका थिए। ऊ त्यहाँ एकजना मान्छेलाई प्रशिक्षण दिइरहेका हुन्छन् जसले उनीहरूको अपमान गरिरहेको हुन्छ। यो कुरा लीलाई बिल्कुलै मन पर्दैन र ऊ त्यो मान्छेलाई चुनौती दिन्छ। त्यो मान्छे भन्छ कि म तिमी जस्ता साना बच्चाहरूसँग खेल्दिन। ली भन्छ कि तिमी खेल्न पनि सक्दैनौ र अब यी दुवैको बीचमा खेल हुन्छ। लीले पहिलो खेलमा उसलाई नराम्ररी हराउँछ। त्यो मान्छे सोध्छ कि तिमी को हौ? ऊ भन्छ कि चाँडै तिमीलाई थाहा भइहाल्छ। त्यही त्यो टोली जुन टुर्नामेन्ट खेल्न गएको थियो त्यो टोली जित्छ। सबैजना धेरै खुसी हुन्छन् र अब प्रशिक्षक भन्छन् कि लीले ज्यानसँग अभ्यास खेल खेल्नेछ तर खेल सुरु भएको केही बेरमै लीको घुँडामा दुखाइ हुन थाल्छ जसबाट प्रशिक्षकलाई थाहा हुन्छ कि उसले आराम गरेन त्यसैले खेल त्यही समाप्त गरिन्छ। साथै अब लीको जुलियासँग ब्रेकअप हुन्छ। लीको जिन्दगीमा केही राम्रो भइरहेको हुँदैन। एक दिन जब ऊ व्यायाम गरिरहेको हुन्छ तब उसलाई भनिन्छ कि प्रशिक्षककी श्रीमतीले उसलाई बोलाइरहेकी छिन्। ऊ प्रशिक्षककी श्रीमती कहाँ जान्छ जहाँ प्रशिक्षककी श्रीमतीले उसलाई बताउँछिन् कि हाम्रो एक छोरा थियो, देख्दा बिल्कुल तिमी जस्तै थियो। उसलाई प्रशिक्षकले ब्याडमिन्टन खेलाडी बनाउन चाहन्थे तर उसले आफ्नो माथि धेरै दबाब लियो जसको कारण उसले आफ्नै ज्यान लियो र त्यसैले प्रशिक्षक चाहदैनन् कि तिमीले दबाब ल्याऊ र यही एउटा कारण हो कि उनी तिमीलाई आफ्नो साथ टुर्नामेन्टको लागि लगेनन् र अब लीलाई सबै कुरा थाहा हुन्छ। उसले आफ्नो अभ्यास पहिलेभन्दा पनि राम्रो गर्छ। ऊ धेरैभन्दा धेरै समय प्रशिक्षकसँग बिताउँछ। उसको खेल पहिलेभन्दा सुधार हुन्छ। सन् 2004 मा पहिलो पटक उसको चयन थोमस कपको लागि हुन्छ जहाँ ऊ धेरै राम्रो प्रदर्शन गर्छ। ऊ सेमिफाइनलसम्म पुग्छ तर सेमिफाइनलको खेल ऊ हार्छ। ऊ पुरै टुट्छ। प्रशिक्षकले उसलाई सम्झाउँछन् कि तिमीले हारसँग कहिल्यै डराउनु हुँदैन। हार एक खुड्किलो हो जसलाई पार गर्नुपर्छ। जित र हार खेलको हिस्सा हुन् र अब ऊ अझै धेरै अभ्यास गर्न थाल्छ र सन् 2006 मा ऊ मलेसिया कप खेल्छ जुन कपमा ऊ फाइनलसम्म पुग्छ तर फाइनलको खेल ऊ हार्छ र अब जुन चयन समिति हुन्छ उनीहरूलाई लाग्छ कि लीले फाइनलको दबाव झेल्न सक्दैन त्यसैले अरू कुनै खेलाडीलाई मौका दिनुपर्छ तर प्रशिक्षकलाई लीमा विश्वास हुन्छ। उनले सबैलाई सम्झाउँछन् कि हामीले लीलाई एकपटक फेरि मौका दिनुपर्छ। त्यही ली पुरै टुटिसकेको हुन्छ तर उसका प्रशिक्षकले उसलाई सम्झाउँछन्। ऊ एकपटक फेरि अभ्यास गर्छ। 6 महिनापछि अर्को टुर्नामेन्ट हुन्छ जुन टुर्नामेन्ट ली हार्छ र अब उसलाई र प्रशिक्षकलाई एकाडेमीबाट निकालिन्छ। लीलाई पुरै विश्वास भइसकेको हुन्छ कि उसको करियर अब समाप्त भइसकेको छ। उसका प्रशिक्षक भन्छन् कि तिम्रो करियर अझै समाप्त भएको छैन। मलाई पुरै विश्वास छ कि तिमी जिन्दगीमा केही राम्रो गर्नेछौ। तिमी आफ्नो गाउँ जाऊ र हेर कि तिमी कहाँबाट यहाँसम्म आइपुग्यौ। जसपछि ऊ आफ्नो गाउँ जान्छ। सबैभन्दा पहिले ऊ आफ्ना प्रशिक्षकलाई भेट्छ। उसका प्रशिक्षकले उसलाई सम्झाउँछन्। त्यसपछि ऊ आफ्ना बुबा कहाँ जान्छ। उसका बुबाले उसलाई भन्छन् कि जुन ठाउँमा आज तिमी उभिएका छौ कहिले म पनि त्यही ठाउँमा उभिएको थिएँ तर मलाई सम्झाउने कोही थिएन तर हामी तिम्रो साथमा छौं। जसपछि उनले उसलाई त्यो ट्रफी देखाउँछन् जुन उनले जिन्दगीमा पहिलो पटक जितेका थिए र अब लीको मनमा आत्मविश्वास आउँछ। ऊ फर्कन्छ जहाँ एकपटक फेरि ऊ दौडन र खेल्न सुरु गर्छ। 2007 मा अर्को टुर्नामेन्ट हुन्छ र यो टुर्नामेन्टको लागि जुन केटालाई चुनिएको थियो ऊ घाइते हुन्छ। त्यसैले उसको ठाउँमा लीलाई पठाउने निर्णय गरिन्छ र अब ली त्यो टुर्नामेन्टमा प्रदर्शन गर्छ जहाँ ऊ एक गरी धेरै खेल जित्छ। अब उसको फाइनल खेल हो र उसको सामुन्ने जुन खेलाडी छ उसले पहिले पनि लीलाई 2 पटक सेमिफाइनलमा हराइसकेको छ। लीमा धेरै दबाव हुन्छ किनभने यो खेल पुरै मलेसियाले हेरिरहेको हुन्छ। ली भन्दा पहिले मलेसियाको लागि कहिल्यै कसैले कप जितेको थिएन। यो सायद उसको लागि अन्तिम मौका हो। अब यी दुवैको बीचमा खेल सुरु हुन्छ। ली सुरुमा धेरै राम्रो प्रदर्शन गर्छ तर बिस्तारै उसको प्रदर्शन खस्कन थाल्छ र एक क्षण यस्तो आउँछ जब ऊ कोर्टमा ढल्छ र त्यति नै बेला उसलाई आफ्ना बुबा र आफ्ना पुराना प्रशिक्षकको अनुहार याद आउँछ। उसलाई महसुस हुन्छ कि सबैलाई उनीबाट कति आशा छ। जुलिया पनि त्यहाँ उसलाई हौसला दिन आएकी हुन्छन्। ऊ पछाडि फर्केर हेर्छ। जुलिया भन्छन् कि मलाई तिमीमा विश्वास छ, तिमी गर्न सक्छौ र अब ली एकपटक फेरि पुरै जोशका साथ खेल्न सुरु गर्छ र एक गरी धेरै अङ्क लिन्छ र अन्ततः उसले एउटा यस्तो शट हान्छ जुन शटलाई उठाउन उसको प्रतिद्वन्द्वीको लागि असम्भव हुन्छ र यही शटसँगै उसले यो टुर्नामेन्ट मलेसियाको लागि पहिलो कप जित्छ।
लीले आज आफ्नो त्यो प्रतिद्वन्द्वीलाई पनि हरायो जससँग उसको धेरै वर्षदेखि प्रतिस्पर्धा थियो, जसले लीलाई धेरै खेलमा हराएको थियो। जुलिया ली कहाँ आउँछिन् र उसलाई अँगालो हाल्छिन् र यसरी लीले आज त्यो गरेर देखायो जुन ऊ सधैँ गर्न चाहन्थ्यो। त यो थियो ली चोङ बीको जिन्दगीको साँचो कहानी। आशा गर्छौं कि यो प्रेरणादायक कथा तपाईलाई मन पर्यो होला।